अहिले दर्शन गरिसक्यौँ। ल है हामी चाहिँ बुद्ध जयन्ती घुम्नु दर्शन गर्नुको लागि निस्केको। उयो हेर्नुहोस् होला, हेर्नुहोस् बाटो फेरि हामी चाहिँ लो आउँदा आउँदा नानीको कपाल पनि फुस्क्यो, रबर पनि हरायो है बहिनी। हजुर भन, म यहाँ भिडियोमा बोल बहिनी। हजुर भन न बहिनी, पापा भन्देऊ न। पापा भन्देऊ, आई मिस यु पापा भन्दैन बहिनी। खै बहिनी भनेको यसलाई आज के आई मिस यु भन्दैन, आज बोलेकै छैन। कति दिनको बादमा जामा लाएर त बाउली जस्तो लाग्यो, यस्तो लाग्दैछ मलाई त। वाउ, एउटा लगाएन भने कस्तो त हुन्छ त। हेर त म पपी गरिदिएँ निनीलाई। हाई भन्न उहाँ। हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। आज चाहिँ हो बुद्ध पूर्णिमा अनि हामी चाहिँ गुम्बा जाँदैछौँ। आज चाहिँ तपाईँहरूलाई हाम्रो फुपसिरिङको सबै हामी कता कता घुम्छौँ भनेर देखाउने छु है। ल आजको वेदर चाहिँ यस्तो छ। तपाईँहरूलाई आज चाहिँ हामी गुम्सेको हुन्छ नि त यस्तो दिन त झन् फेरि है। Name Puja Shatan Puja Lo Satya Najalu Tamai Shatan Chakija Vijay Sujay Chula Shatan Kokumeta De Chube Sudaya Vijay Sundar Tawai Shatan Temanda Bhusham La Suwate Kali Rave Purveshana Lutana Dawa Kali हामी चाहिँ अहिले दर्शन गरिसक्यौँ। हामी चाहिँ अहिले यता माथि दर्शन गरेर पनि अब फर्किँदैछौँ। उहाँ चाहिँ जानुहुन्छ गोरेधरा मन्दिर हो। जान्दिनँ, अब ढिलो हुन्छ। मलाई जानु चाहिँ मन लागिरहेको थियो तर जान्दिनँ किनभने हामी ढिलो हुन्छ। मलाई याद पर्छ होला हाम्रो यत्रो यत्रो बच्चा बच्चीहरू छ। सबैजनालाई यल्लो खदा लाउँदा त कति राम्रो देखेको है। ओ नानीलाई पनि लाग्छ होइन। सबैजनालाई साँच्चै कति मजाको देखेको हेर्नु है। यल्लो यल्लो। म चाहिँ अझै बोलाउनु भएको ठाउँमा जानु पाइनँ। लेबुङ जानु पुरा इच्छा थियो तर
जानु सकिनँ यत्रो यत्रो नानीहरूसँग आएको थिएँ नि त अझै त्यही भनेर चाहिँ जानु पाएनौँ हामी। अन्त यहाँनिर वरिपरि नै घुम्यौँ। यहाँ पनि छेउ त होइन हुनु त, तर पनि यहाँसम्म चाहिँ हामी आएको थियौँ आज। हामी चाहिँ अहिले यहाँ आइरहेको घरमा आइपुग्यौँ है बहिनी। भाँडाकुटी खेल्दैछ हाम्रो यहाँ नानी चाहिँ सुतिरहेछ एकछिन। यो चाहिँ नुनको चिया फिका बनाना भनेको त दुधको पो दिएछ। रोटी चाहिँ कहाँ राख्नु हो? भुइँमा टारमा सेलरोटी। यहाँनिर चाहिँ ड्याममै धुम्पाले कस्तो दामी भ्यू देख्छ कि यहाँबाट चाहिँ भन्नु पनि लाज पो लाग्यो हौ, खिच्दै लाग्दो होइन। ए उग्रियो उग्रियो दिन फोटो खिच्न थाले अब भनेर दिन उग्रियो। तर अहिले घरि कति 4-5 बज्नु आँटिसक्यो। आज चाहिँ धेरै भएन होला भिडियो, किनभने यति मात्रै खिचेँ मैले। कम्ती मात्रै खिचिरहेको छु है। नानीहरूसँग गएको त हो भिडियो बनाउनु कि नानीहरूलाई सम्हाल्नु झोला भिड्दा झोला हिँड्दै कहाँ हिँड न लु। गाडी चाहिँ बहिनी अब रुख ढल्ला जस्तो गऱ्यो हाम्रो बहिनी त। ए गाडी भनेको चाहिँ त्यो अलिक दिन उयो भयो त अन्त खिचौ। अहिले चाहिँ दिन उब्रियो। रिल्स बनाउनु पुरा मन लागेको थियो यहाँनिर, तर के गर्नु ढिलो भइसक्यो। के पो छ त्यो फेमस के पो छ? अब यसलाई काटिकन बनाउनु पर्यो। आमा बहिनीले गुडिया दिँदैन भन्दैछ। बहिनीले खेलाओस् न अन्त एकछिन। तिनैजनाको एक एकवटा नानी रहेछ नि त। ल जाउँ। धन्य मेरो चाहिँ बोक्नु पर्दैन र मात्रै है। हाँस्दैछ ऊ। खोइ हेर त थाक्यो होला नि है। दुईना मेरो छोरी पनि हिँड्छ नि आजकल त। भिडियो गर्दै भुइँमा चाहिँ हेर्नु। दुईजनालाई चाहिँ मैले थाक्छ होला गल्छ भनेर यहीँसम्म पुऱ्याइदिनु नि कि उहाँ तलसम्म पुऱ्याइदिने। जहिले मलाई उहाँ तलसम्म पुऱ्याउनु जान्छ आमा छोरी हुँदा आमा मात्रै हुँदा चाहिँ दुईजना अब आमा छोरी चाहिँ यहीँसम्म पुऱ्यायो हामीलाई। खुट्टा बुट्छु नाङ्गा। बहिनीले नानाको गुडिया हो। हामी घर आइपुग्दा चाहिँ राति परिसकेको छ। हाम्रो गाउँ चाहिँ यस्तो देखिन्छ।